हेलो एभ्रिवान यहाँ एकजना स्टुडेन्टले कमेन्ट गर्नुभएको छ विदाउट आइल्स पिटी मिल्छ सर ब्याचलर्सको लागि भन्नुभएको छ। फिनल्यान्डमा ब्याचलर्स अप्लाई गर्दाखेरि चाहिँ आइल्स अथवा पिटी कम्पलसरी गर्नुपर्ने हुन्छ। आइल्स भएदेखि ओभरअल 6 पिटी भयो ओभरअल 55 हुनुपर्ने हुन्छ। र अहिले हामीसँग खुल्दै गरेको प्रोग्राम छ जुन अप्रिल इन्टेकको लागि पिएचएम कोर्सको लागि जुन चाहिँ लौरिया युएसमा चाहिँ एप्लिकेसन अनगोइङ छ। यो चाहिँ नोभेम्बर 5 सम्म चाहिँ एप्लिकेसन खुल्ला रहनेछ र यसको लागि पनि आइल्स र पिटी नै आइल्स भएदेखि 6 पिटी भयो 55 हुनुपर्ने हुन्छ। र यदि यहाँहरूको चाहिँ आइल्स सर्टिफिकेटको जुन भ्यालिड डेट चाहिँ एक्सपायर भइसकेको छ 2 4 5 6 महिना चाहिँ गइसकेको छ एक्सपायर भएर भने पनि त्यो सर्टिफिकेट मार्फत चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। र अर्को ज्यान इन्टेकको लागि स्टुडेन्टहरूले अप्लाई गर्नु भएको छ कुनै पनि कन्सल्टेन्सीबाट या सेल्फ अप्लाई गर्नु भएको छ भने पनि यो जुन अप्रिल इन्टेकको लागि अप्लाई गर्दाखेरि 100 युरो एप्लिकेसन चार्ज अलरेडी पे गरिसक्नु भएको छ होला पहिलो प्रोग्राममा। त्यो 100 युरो एप्लिकेसन चार्जले यो प्रोग्राममा पनि अप्लाई गर्न सक्नुहुन्छ। त्यो कारणले गर्दा तपाईँको अर्को खर्च पनि लागेन र ग्याप पर्सेन्ट सब्जेक्टले म्याटर गर्दैन, विथ डिपेन्डेन्टसँगै अप्लाई गर्न मिल्छ। सो त्यसको लागि चाहिँ कन्ट्याक्ट कहाँ गर्ने भन्दाखेरिमा चाहिँ एभरेस्ट एजुकेसन नेटवर्क एन्ड कन्सल्टेन्सी जुन चाहिँ गङ्गबु चोकमा रहेको छ यहाँहरूले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, कन्सल्टेन्सी भिजिट गर्न सक्नुहुन्छ। फर्दर इन्फर्मेसनको लागि चाहिँ हामीलाई वाट्सएपमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ है त। हस् त, नमस्ते।